हेलो वेलकम छ तपाईँलाई मेरो नयाँ रियाक्सन भिडियोमा। अनि म आज धेरै पछि आएको छु यार, झन् धेरै रियाक्सन गर्छु भनेर सोचिरहेको हुन्छु तर केही न केही भइरहेको हुन्छ, प्रब्लम चलिरहेको थियो अलिअलि। अनि नयाँ ठाउँमा स्टुडियो सार्नुपर्ने थियो, के भयो भयो त्यो अब छुट्टै पार्ट हो त्यो कुरो। र आज चाहिँ मैले एउटा गौँथली भन्ने नयाँ मुभीको ट्रेलर आएको रहेछ, त्यो एकदमै दामी थियो। ट्रेलर हेर्दाखेरि एउटा सानो क्लिप थियो, त्यो हेर्दाखेरि चाहिँ है ल हेरौँ कस्तो हुँदो रहेछ त। रेडी 3, 2, 1 स्टार्ट। OSR Digital, entertaining the nation. अवकाश हुने बेला भइसक्यो। एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिनेसम्म पुर्याउन सकिनँ। सर गौथलीले पास गर्छ एसएलसी। आमा म पढ्छु नि है। पढेर के हार्छेस? म बे गर्दिनँ। आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ छोरी। मैले मेरो बुट्टु गुट्टुबाट हजुरलाई सुम्पिएको छु, मेरो छोरीले दुःख नपाओस्। अब मेरो पालो। आमा हुँदैन। अन्डा खान्छु। कहाँबाट ल्याएको? कुकुरी आमाबाट। कहाँ छु? पकाएर ल्याइदिउँ। आमा म पढ्छु नि। के रे बाउलाई सिक्याऊ, तँलाई पढाउनलाई बे गरेर ल्याऊ। चट तिमीलाई पढ्न आउँछ? यो केटाले एक्टिङ कस्तो दामी गरेको छ भने यस्तो दामी छ। त्यो एउटा प्रकाश के भन्ने त्यो एउटा सो थियो नि एउटा, त्यो सोमा पनि आएर सेम के त्यो एक्टिङै नछोड्या के बवाल लाग्यो मलाई त्यो यो मान्छेको एक्टिङ। गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा? बनाना। आई लभ यु। बिहे गरेपछि के ढुक्क नकचरी। मेरो छोरालाई बाख्रा नलाएर तँ चाहिँ स्कुल जाने? तँलाई स्कुल नजा भने होइन? तँलाई त नि म मेरी छोरी कहाँ छ? खुरुक्क निकाल। संस्कार गतिलो भएपछि सन्तान गतिला हुन्छ। छोरी मान्छेको सबभन्दा ठुलो शत्रु भनेको त तिम्रो छोरी मान्छे हो क्या? ठुइक्क। मैले तपाईँको लागि घर, आमा बुवा सबै छोडेर आएको। त्यो श्रीमान होइन दुश्मन होस् मेरो। आमा गौतली खै? बिर्सिदे अब त्यसलाई। म तँलाई अर्कै केटी खोजेर बिहा गरिदिन्छु। जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन। अब लडेर के गर्नुहुन्छ? आई लभ यु। भयो गाईको घिउ आई लभ भयो उसले सुनाउँछ। दामी यार, दामी 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 एकदमै दामी है। यो ट्रेलर हेरेर त एकदम खुसी लाग्यो यार मेरो मन यार। यस्तो दामी एक्टिङ गरेर यार, त्यो मान्छेको नाम के हो थाहा छैन म, तर उहाँलाई चाहिँ एकदम अब उहाँको फिल्म आयो भने म उसको ट्रेलर चाहिँ म रियाक्सन गर्छु है। एक्टिङ बवाल छ। यो फर्स्ट मुभी हो कि के हो थाहा छैन, मैले उहाँको अरू मुभीमा देखेको छैन, तर बवाल एक्टिङ बवाल मन पऱ्यो मलाई। यो फिल्म हेर्न स्योर जानु गौँथली पनि। अहिलेलाई यति नै।
फेरि पनि अर्को रियाक्सन भिडियो लिएर आउँछु भन्ने बाचाको सहित अहिलेलाई बिदा लिन चाहन्छु। बाई।